सापकोटा कुलुस नापोका रोमानियादेखि तपाईहरु रोमानिया आउँदै हुनुहुन्छ भने तपाईहरुले के कुरामा ध्यान दिनुपर्छ भनेपछि तपाईहरु सर्वप्रथम तपाईहरु सप्लाई कम्पनीमा पर्नु भएको छ कि छैन भनेर एकदम मेन पावरबाट एप्लाई गर्नुभएको छ, एजेन्ट मार्फत एप्लाई गर्नुभएको छ, त्यसलाई बारम्बार सोध्नुस्। यदि तपाईहरु सप्लाईमा पर्नु भने तपाईलाई सप्लाईले चुस्नसम्म चुस्छ र तपाईलाई रहेको मात्र स्यालेरी दिन्छ। मेहनत धेरै गर्नुपर्छ, दुःख धेरै गर्नुपर्छ, तर तलब पाउने बेलामा न्यून मात्र पाइन्छ। त्यसैले सप्लाई कम्पनीमा आउँदाखेरि तपाईलाई एकदमै गाह्रो हुन्छ। त्यसैले सप्लाई कम्पनीमा हो भने एकचोटी विचार गर्नुपर्छ। सप्लाई कम्पनी भनेको कस्तो रहेछ भने रोमानियामा चाहिँ तपाईको यहाँ आएर हामीले काम गरेर मेहनत गरेर एकदम दुःखसम्म दुःख गर्ने अनि त्यसपछि चाहिँ सप्लाई कम्पनीले आफ्नो भागको हिस्सा स्यालेरीबाट काटेर राख्छ र न्यून स्यालेरी आफूलाई हामीलाई मात्र दिने गर्दछ। त्यसैले नेपालीहरु एकचोटी विचार गरेर मात्र रोमानिया आउने बेला आफूले गरेको एप्लाई गरेको मेन पावरलाई सोध्नुस्, एकचोटी आफूले गरेको एजेन्टलाई सोध्नुस्, म सप्लाई कम्पनीमा जाँदैछु कि म डाइरेक्ट कम्पनीमा जाँदैछु भनेर तपाईहरुले एकपटक सोधेर मात्र विचार गरेर मात्र रोमानिया प्रवेश गर्नु होला। यदि तपाई सप्लाई कम्पनीमा पर्नु हो भने एकदमै गाह्रो हुन्छ र धेरै मेहनत थोरै परिश्रम गरे बापत थोरै स्यालेरी र सेवा सुविधाहरू पाउनुहुनेछ। तर तपाईहरु डाइरेक्ट कम्पनीमा पर्नुभयो भने एकदम तपाईहरु लकी हुनुहुनेछ। त्यसैले तपाईले आउनुभन्दा अगाडि नै मेन पावरलाई एजेन्टलाई एकदम सबै कुराहरू जानकारी गराएर मात्र रोमानिया प्रवेश गर्नु होला। धन्यवाद।